जारी 2 मुभी थिएटरमा हिजोदेखि रिलिज भएको छ। यो मुभी 2023 मा निक्लेको जारीको सिक्वेल हो। जारी 2 मुभी जारीसँग नै कन्टिन्यू छ। अब जारी मुभी हेर्न जानुको लागि फर्स्ट जारी मुभी यदि हेर्नु भएको छैन भने त्यसलाई फर्स्ट हेर्नु होला र जारी 2 हेर्नु जानु होला। मैले त यो मुभीलाई हेरेर आइसके। अब यो मुभीलाई साच्चै नै जारी हेर्नु जतिको फिल दिन्छ दिँदैन र राम्रो छ छैन त्यो सब बताउने छु। भिडियोलाई थोरै पनि स्किप नगरी कम्प्लिट वाच गर्नु होला। मुभीको लिड रोलमा दयाङ राई, मिरुना मगर, विजय बराल लगायत अन्य कलाकारहरूलाई देख्न पाइन्छ जुन जारीसँग कन्टिन्यू छ। त्यसकारणले जारीमा भएको एक्टर एक्ट्रेस प्लस बुद्धि तामाङ पनि जारी 2 मा देख्न पाइन्छ। यो मुभीको डाइरेक्टर उपेन्द्र सुब्बा हो। मुभीले पहिला जस्तै नै किराँती समुदायको परम्परा र संस्कृतिलाई केन्द्रमा राखेर बनाएको छ। अब मुभीको मेन पोइन्टको कुरा गर्ने हो भने यसपटक पनि दयाङ राईले मिरुना मगरलाई घर फर्काउँछ। हुनु त जारीको पार्ट 1 को लास्ट सिनमा देखाइएको छ मिरुना मगरलाई घर फर्काएको र मिरुना मगरको माइती पक्षले दयाङ राईलाई च्याप्रुङ दिन्छ र दयाङ राईले कसैको बिहेमा च्याप्रुङ नाचेर आउँदा बाटोमा एक घटना घट्छ जसले गर्दा फिल्मको कहानीलाई मोडेको छ। त्यसकारणले गर्दा दयाङ राई र मिरुना बिचको पनि झगडा हुन्छ र फेरि पनि पार्ट 1 मा जस्तै मिरुना मगर आफ्नो माइत जान्छ। अब दयाङ राई बाटोमा आउँदा के हुन्छ सब जान्नुको लागि हेर्नुपर्ने हुन्छ यस मुभीलाई। साँच्चै नै यो मुभीलाई मेरो आफ्नो ठाउँबाट भन्ने हो भने 2022 को वान अफ द बेस्ट मुभी हो। साँच्चै नै मन छुएको छ यो मुभीले। कहानीमा केही पनि कमी छैन, सब पर्फेक्ट छ। अझ फर्स्ट सिनमा विजय बरालको सिन छ, तपाईँहरूले हेर्नुभयो होला ट्रेलरमा रुख काट्ने सिन एकदमै रमाइलो छ। अनि मिरुना मगरले दयाङ राईलाई पालाम सिकाएको र झगडा परेको साँच्चै नै रियल जस्तो फिल गराउँछ। विजय बराल प्लस बुद्धि तामाङको कमेडी एक्टिङ एकदमै राम्रो छ। यो मुभीमा दयाङ राई र मिरुना मगर पछि म रेस्पेक्ट गर्छु विजय बराललाई। साँच्चै नै यस मुभीमा विजय बरालले आफ्नो क्यारेक्टरलाई निचोडेर गर्नुभएको छ। विजय बरालको क्यारेक्टरले पनि मन छुएको छ। साँच्चै नै गाउँघरको संस्कृति हामीले आफ्नो संस्कृतिलाई बिर्से पनि फेरि पनि जारी 2 ले याद ताजा गरिदिएको छ। तर पनि मलाई पहिलाको भाग जस्तो नयाँपन कतै हराएको महसुस भएको छ। म्युजिक र ब्याकग्राउन्ड म्युजिक पनि एकदम राम्रो छ। लोकधुनमा आधारित गीतहरूले फिल्ममा गाउँको रङ थपेको छ। विशेष गरी ब्याकग्राउन्ड म्युजिकले भावनात्मक दृश्यलाई अझ गहिरो बनाउँछ। समग्रमा जारी 2 एउटा रमाइलो पारिवारिक र संस्कारले भरिएको मुभी हो। हाँसो पनि छ, माया पनि छ। जारी 1 मन पराउनु भएको थियो भने जारी 2 तपाईँहरूको लागि एकताल हेर्नु नै पर्ने मुभी हो र आफ्नो फ्यामिलीसँग पनि मजाले इन्जोय गर्नु सक्नुहुन्छ यस मुभीलाई लिएर। यदि तपाईँहरूले यो मुभीलाई अलरेडी हेरिसक्नु भएको छ भने कस्तो लाग्यो कमेन्ट लेख्नु नबिर्सिनु होला। अनि भिडियो मन पर्यो भने भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्नु नबिर्सिनु होला। र यस्तो मुभीको रिभ्यूहरू मनपर्छ भने च्यानललाई सब्सक्राइब गर्नु नबिर्सिनु होला। फेरि पनि भेटौँ अर्को भिडियोमा। तबसम्मको लागि